बाबा हजुर जाति ठुलो बुवाकोमा खसी काटेर मासु ल्याउँ न खान मन लाग्यो हो त हो फोन गरौँ न त एकैछिन के पानी हालेर सकिहाल्छ हुन्छ बाबा खसी काटेको आइतले नि थाहा पाएको छ क्या पुग्दैन भने यसले पैसा दिँदैन त फटा छ हेलो नमस्ते दाइ आइते राम बोले त्यहाँ मासतिर खसी काट्नु रहेछ तपाईँहरूकोमा छोराले खाने रहर गरेर रहेछ 1 केजी पुग्छ त पुग्दैन आधी केजी पुग्छ भने दिनु न पैसा दिइहाल्छु छोराले रहर गरेको थियो त्यही भएर हो पुग्दै नपुग्ने हो भने चाहिँ अब के गर्नु त नपुगेपछि त नत्र म पैसा दिइहाल्थेँ ल हस् त के गर्ने अब अनि मासु त छैन त्यता कति दुःख दिन सकेको यो जडियाले पनि न बाउले सुख दियो न छोराले सुख दिन्छ कुकुरको मुख खाएर आइस होइन कति खाएको यो कुकुरको मुख दिनेले नि के दिएको खानेले नि के खाएको मेरो भने त कुकुरको मुख भन्छस् यो तेरो बाउको सम्पत्तिले खाएको मेरो आफ्नो पैसाले खाएको खान्छु यो अझै मुखुकै लाग्छस् हान्छु त अहिले म तँलाई मैले ल्याएको कि मरे तँलाई ल्याएको म जेनी खान्छु म आफ्नो अधीनमा बस आकाश उठ तर बाउ नाच्छ त गीत गा उठ कुन गीत गाउने आज रमाइलो गर्नुपर्छ अर्को कोठामा गएर गरौँला आइज यो थोत्रे कोठामा बस्ने होइन यसको जाऊँ बाबा जाऊँ बाबा कुन गीत गाउने भन्न भन कुन आउँछ त्यही भएर नाच्नु त म गाउँछु नाचेको छेताइस केटो छोरा नाच्ने शिक्षा दिन्छ त मेरो मोटेको दिउरा मोटेको टुक्रा मैलेको तिर आमाले टेन्सन दिएर यो खाएन त अझै पढ्नु पर्छ सक्दी रहेछ कति चाहिँ नसक्दी रहेछ अब हाम्रो दुःखको दिन गइसक्यो मैले वडा अध्यक्षसँग कुरा गरिसकेँ अब हामी ब्याङ्कबाट पैसा झिक्दिनँ अब हाम्रो दुःखको दिन गइसक्यो नरो त नरो अब भइसक्यो हाम्रो दिन गइसक्यो दुःखका कति रुँदा रहेछन् उसको छोराहरू म आउँदैन जान्छ सन्तानले मलाई दुःख दिएर छोड्नु अब दुःखको दिन गयो मेरो तिमीलाई मैले यत्तिकै खाऊ त तिमी त मेरो भगवान हो भगवान मेरो सबै कुरा मिटाइदिन्छ तिमी खाएपछि ल म त्यही सोध्छु आज जाँदिन त्यसको आमा छोराबाट
धनीको टाउको कता गयो है त्यो राति त यहीँ छोडेर खाएको थियो त मेट्न पाए हुन्थ्यो टाउको मेरो डह्रो भइसक्यो 9-10 बजी के हो छल्लमा घाम लागेछ त अब ब्याङ्कतिर जानु पर्यो कुरा गर्न पैसाको reading stories. How I believed that I could climb through every page. How all the fire and glory. नमस्ते म्यानेजर सर नमस्ते नमस्ते बस्नुहोस् न भइहाल्छ नि के कति कामले पाल्नुभयो एउटा सानो ऋण झिक्नु थियो त्यहाँ त्यही भएर आइपुगेँ यहाँ आज भइहाल्छ नि कति के झिक्नुपर्ने भन्नु न हजुरहरूकै सेवाको लागि त हामी बसिरहेका छौँ त्यही 8-9 लाखको ऋण झिक्नु परेको थियो अलि निकै आवश्यक परेको छ अहिले त्यही भएर झिकिहाल्नु पर्ने के कसो गर्नुपर्ने मैले भइहाल्छ नि कहाँको जग्गा राख्न आँट्नुभयो त के कति छ कताको त्यही माथिल्लो बारी राख्न आँटेको जग्गा चाहिँ ए त्यसो भए म भोलि इन्जिनियरलाई हेरेर पठाइदिन्छु के कति भ्यालुएसन हुँदो रहेछ म इन्जिनियरलाई पठाइदिन्छु नि है भइहाल्छ नि अब अलिक छिटै गरिदिनु अलि आवश्यकै परेको छ मलाई ऋणको त हामी सकेसम्म छिटै गर्ने प्रयास गर्छौँ नि म अहिले गएँ नि त हस् म्यानेजर साहब नमस्ते मैले त ब्याङ्कमा लोनको कुरा गरेको थिएँ त हजुर हजुर आइते राम्रो त्यो के भयो ए त्यो डकुमेन्ट्सहरू म वडाबाट लिएर आउँछु म त्यहाँ वडा अध्यक्षसँग कुरा गर्छु ल ल ल ल धन्यवाद नमस्कार वडा अध्यक्षज्यू सन्चै हुनुहुन्छ नमस्कार नमस्कार बस्नुहोस् के समस्या लिएर आउनुभयो नि आइतजी त्यो एउटा ब्याङ्कको लोन लिन खोजेको थिएँ हेर्नु तर त्यो अलि कहाँ भयो अरे बाटोघाटो भएन अरे अनि मिल्दैन भनेर भनेको कि अब तपाईँले हामीलाई यत्रो मिहिनेत गरेर वडा अध्यक्ष भनेर पठाएछन् अब गरिदिनु पऱ्यो तपाईँले त्यति चाहिँ भनिदिनु पऱ्यो त्यहाँ त्यति तिनीहरूलाई लोन निकाल्न आउनुभयो हजुर कुन ठाउँ चाहिँ राख्नुभयो फेरि त्यही माथिल्लो भाइ ए के त आय स्रोत पुगेन होला है नि तपाईँको हजुर त्यही भन्ने थियो ए ठिक 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 आय स्रोत पुगेन ठिकै छ पिर नगर्नु होला म भनिदिउँ ल अब आय स्रोत देखाउनुपर्छ फेरि ब्याङ्कमा चाहिँ लोन निकाल्दाखेरि तिर्ने आधार के हो भनेर म कुरा गरिदिउँ ल एउटा चाहिँ अब वडाबाट मेरो टाको टुक्क अब त्यो आलु खेती मकै खेती वर्षको चाहिँ 5 लाख 7 लाख इन्कम हुन्छ भन्ने एउटा देखाउनुपर्छ पिर नगर्नु होला त्यो चाहिँ म मिलाएर ट्याक्टुक देखाइदिउँ ल फोन गरिदिउँ ब्याङ्कलाई अनि त्यही हो तपाईँले अलिकति चाहिँ ब्याङ्कलाई पनि थोरै हेर्नुपर्छ अनि त्यो इन्जिनियरले फेरि तपाईँको चाहिँ भ्यालुएसन गर्दा चाहिँ थोरै निकाल्छ पैसा थोरै इन्जिनियरले पनि फाल्देपछि भइहाल्छ पिर नगर्नु होला पिर नगर्नु होला तपाईँ त्यसो भएपछि तत्काल गर्नु पऱ्यो यो काम त्यसो भए भोलि पर्सि निकर्सी हुन्छ निकर्सीतिर तपाईँ आउनु होला एकचोटि म चाहिँ त्यो कागजपत्र ट्याक्टुक मिलाइदिइराख्छु अब ट्याक्टुक कागजपत्र मिलाइदिएर तपाईँको चाहिँ लोन जे होस् म निकालिदिन्छु पिर नगर्नु होला तर कुरो त्यही हो भोट चाहिँ
अरू कसैदेखि नि अन्त चाहिँ जानु भन है आइदिजी के छ अनि अरू खबर भन्नुहोस् के छ ठिक छ तपाईँको भन्नुहोस् मेरो ठिक छ यति यस्तै हो वडामा नि जुम्रामान जस्तो काम छैन त्यो बुढाबुढीको झैझगडा हुन्छ राति बोलाउँछन् उहाँ चाहिँ वडाध्यक्षको काम यस्तो छ बुढाबुढी झगडा गरे भन्नु होला होइन यस्तै छ वडाध्यक्षको काम जी ल ठिकै छ तपाईँको चाहिँ लोन पास हुन्छ त्यही हो इन्जिनियरलाई र अलिकति त्यो फेरि गोप्य कुरै बाहिर नखोलाउनु होला इन्जिनियर चाहिँ ब्याङ्कको म्यानेजरलाई चाहिँ अलिकति त्यही त नेपालको काम तपाईँलाई थाहा छँदैछ नि होइन त के हो चाहिँ आइदिएपछि अब त्यस्तै छ ल ठिक छ है पर्सितिर आउनु ल नमस्ते नमस्ते किन लोन ढिलो भयो त मैले सबैलाई बसेर भनिदिइसकेँ बोल्नुहोस् न पहिला बसेर ल भन्नुहोस् अब हजुरको समस्या के हो मैले त्यहाँ वडा अध्यक्षज्यूलाई नि भनिदिइसकेको थिएँ इन्जिनियर सरले नि हेरिसक्नुभयो जग्गा आएर सबै मिलिसके जस्तो थियो त्यही पनि 1.5 महिना भइसक्यो भने जिकै छैन आएको छैन अब हजुरको काम प्रोसेसिङमा हुँदैछ मलाई एउटा अध्यक्षज्यूले नि फोन गर्नुभएको थियो प्रोसेसिङमा हुँदैछ अब 1-2 दिनमा हजुरको खातामा आउँछ पैसा त तपाईँले अस्ति खोल्नुभएको थियो नि खाता त्यही खातामा आउँछ पैसा चिन्ता नगर्नुहोस् न प्रोसेसिङमा छ धेरै ढिलो भइसक्यो जति सक्दो चाँडो गरिदिनु मलाई धेरै आवश्यक छ त्यो पैसाको अहिले हुन्छ भोलि अथवा पर्सिसम्म हुन्छ अस्ति तपाईँले खोल्नुभएको खाताको त्यो चेक लिएर ब्याङ्कबाट आएर पैसा लिएर जानु भोलि होइन पर्सिसम्म स्योर हुन्छ हजुर भाइ ए हुन्छ त्यसो म अहिले आएँ म ढुक्क पऱ्यो है त अब यति कुरा हुन्छ चिन्ता नगरी जानुहोस् न धन्यवाद I grew up reading stories. How I believed that I could climb through every page. How all the fire and glory, all the revenge and all the rage. Have you heard of the heroes ending? They couldn't protect and they couldn't defend in all the छोरो एउटा एडिट पोइन्ट मगा त के खान्छ छोरा मागेर खा हुन्छ ड्याडी साउली हामीलाई पैसा मिलाइदिनु वडा अध्यक्ष होइन त्यसलाई नि बोल्नु त्यसलाई नि खुवाइदिउँ नमस्ते वडा अध्यक्षज्यू तपाईँ तत्काल यहाँ साउनीको होटेलमा अन्त तलको त्यो पुल तल पछाडिको तत्काल आइहाल्नु त तपाईँले मलाई त्यत्रो गुन्डाइदिनु भएको छ आज त्यसको तिर्दिनको आउनु न आउनु हामी नि पछि तपाईँलाई चाहिने मान्छे हो त आउनु त नमस्ते वडा अध्यक्षज्यू बस्नु I grew up reading stories. How I believed that I could climb through every page. सर बियर सिद्धि एउटा आइजी मगाइहालौँ न त साउने एउटा बियर लिएर आउनु त साइके बियर त सिद्धि हो त सर सिद्धि भने यही हो यो के हो एटेड भोइडे खाउँ न त है लिएर आउनु भन्नुहोस् एटेड भोइड लिएर आउनु न साउने त्यही लिएर आउनु हुन्छ आउनुहोस् आइदिनुहोस् हालौँ वडा अध्यक्षज्यू हालौँ पिर नगर्नुहोस् के फेरि चिन्ता लिनुहुन्छ आइतेजी तपाईँ हाम्रै इन्जिनियर हाम्रै ब्याङ्क यस्ता लोन तपाईँ भन्नुहोस् सजिलै गरिदिनु गरिदिन्छु हाम्रै राज्य हो तितो सर कसरी खानुभयो त खाँदै गर्नु न सरजी गुलियो भएर आइहाल्छ नि खाँदै गर्नु
तपाईँ टेन्सन नलिनु राइदिजी चाहिँ हाम्रै सर पैसा ब्याङ्कमा अर्को निकाल्ने भन्नुहोस् निक्लिन्छ पैसा टेन्सन लिनु तपाईँ भएपछि के को तनाव बोर्ड अध्यक्षज्यू के को तनाव तपाईँ अरू कहाँ छ भन्नुहोस् त्यो निकाल्ने कहाँ कुन ब्याङ्कबाट निकाल्ने भन्नुहोस् तपाईँ टेन्सन खुसी हुनुहुन्छ नि पैसा निकालेर धेरै खुसी तपाईँले हेर्नुहोस् त्यो इन्जिनियरले कसोमा सक्दिनँ निकाल्न त्यो 20,000 पनि दिन्न त्यसको पैसा हो नदिनलाई हामी भनेपछि दिँदैन ब्याङ्क के भन्छ ब्याङ्कले के चाहियो अरे उहाँ चाहिँ आर्थिक के चाहियो के चाहिन्छ हाम्रो तपाईँ अर्का कुरो नआउनुहुन्छ तपाईँ पैसा टेन्सन नलिनुहोस् तपाईँ शरीर खान त खाइ घरमा बुढलीमा मार्ने हो कि यार के गर्दैन वडा अध्यक्षज्यू कन्ट्रोलमा राख्नुपर्छ कन्ट्रोलमा कसरी राख्नु सर ढोका लातले दियो यता हान्दिने हो वडा अध्यक्षज्यू बढी बोल्यो भने हान्दिने कन्ट्रोलमा चाहिँ राख्नुपर्छ अहिलेको चाहिँ वडा अध्यक्षको कामै अर्का घरका बुढाबुढीको झैझगडा बिना हुन्छ हामी होइन बुढाबुढीको घरबुढी चाहिँ के गर्नु त्यस्तो हुँदैन वडा अध्यक्षज्यू एक दुई थप्पड हान्न न लाइनमा आइहाल्छ हामी उहाँ त्यो चाहिँ माथि चाहिँ पुरुषदेखिको चाहिँ बुढाबुढीको झगडा परेर चाहिँ रातभरि चाहिँ वडादक्षलाई बोलाएको छन् मिलाउनु लगाउँछ अब हेर्नुहोस् वडादक्षको काम हेर्दा हेर्दै बुढाबुढीको झैझगडा मिलाउनेसम्म पुगेर यो त किन चाहिँ वडादक्ष उठी चाहिँ 20 लाख खर्च गरेर चाहिँ कमाउन सुखो सकिने यही खाने खाने बियो खानु चाहिँ पर्छ खानु चाहिँ पर्छ टेन्सन भनेको चाहिँ ठगाउँछु To find you all the way. Have you heard of the hero's end? If we go further, then we'll never be the हाम्रो फुट्छ के त्यस्तो सानो कुराले यो किनिदिनुहुन्छ पसलले जडियाहरू बर्थडे आयो नि अब योपालि बर्थडे मनाउनु पर्छ नि म मेरो साथीहरू सबैजनालाई बोलाउँछु भइहाल्छ नि पैसा छँदैछ त जतिको नि मनाउँछौँ यसपालि हामी कोलाई बोलाउने तेरो साथीहरू बोला यसपालि हाम्रो बवाल भव्य हुन्छ बर्थडे जा म भोलि नै बोलाउँछु ल बाबा जा reading stories. How I believed that I could climb through every page. हम त कहाँ गयो त 3-4 महिना भइसक्यो लोन नि हाल्दैन नि त 9, 7, 6 फोन पनि उठाउँदैनन् कहाँ गएछन् डुबाउँछन् कि क्या भन्ने त नतिलान् जस्तो छ यिनले त कति फोन गर्दो रहेछ यो ब्याङ्कबाट मानव चित न फोन पनि मरि काटे उठाउँदैन मलाई मार
मार्दै गएर अफिसले के भयो किस्ता नहालेको 3-4 महिना भइसक्यो के गर्ने होला सुकै नदिने भयो यो मानचित ब्याङ्कले पनि उठाउनै पर्यो हेलो हजुर आइतेराम बोल्नु भएको हैन हजुर हजुर आइतेरामै बोलिरह अनि हजुरको लोन हाल्न बितेको त 3-4 महिना भइसक्यो त ए पैसा हाल्ने बेला आइसक्यो हजुर त फोन पनि उठाउनुहुन्न के हो यस्तो पाराले त हुँदैन त नि ब्याङ्कको कारोबारमा त ए हुन्छ हुन्छ सर म किस्ता हालिदिन्छु हस् हुन्छ जति सक्दो चाँडो हालिदिनु है सर हस् हस् अन सर भन्छन् झ्यापमा छन् कि क्या आइतेराम त मिसलाई पनि सर भन्छन् के गर्ने फोनले उठाउँदैन अध्यक्षले भन्नु लोन दिए आइतेरामले डुबाउँछन् कि क्या हेलो आइतेराम हजुरले किस्ता नहालेको 6-7 महिना भइसक्यो अब हजुरले चिठीहरू पठाउँदा पनि केही रेस्पोन्स गर्नु भएन मान्छे पठाइसक्यौँ 3-4 चोटि हजुर भेटिनु पनि हुन्न घरमा म पनि आइसकेँ यतिकै दुःख पाएर यतिकै फर्किएँ हजुर कालो सूचीमा पर्दै हुनुहुन्छ कालो सूचीमा परिसकेपछि हजुरको 3 पुस्तासम्म चाहिँ ब्याङ्कसँग कारोबार गर्न केही पनि मिल्दैन अब कालो सूचीमा पर्न आँटिसक्नुभयो त यति भन्न फोन गरेको अब ब्याङ्कको प्रोसेस अनुसार ब्याङ्कले प्रोसेसिङ अगाडि सार्छ अब केही भन्न मैले केही गर्न सक्दिनँ यति हस्